छ्या दाँत कोट्याउँदै नबस्नुहोस् है गनाएर छात आउँला जस्तो भइसक्यो मलाई त आम्मा साँच्ची गनाएर छात आउँला जस्तो भइसक्यो मलाई साँच्ची होइन हो ए आम्मा त्यसो भने कोभिड-19 त अस्ति गएको थियो फेरि आएछ नि हौ कौन कोभिड-19 को मेंदु कोभिड-25 ने पोके चुरे हो अल्लाह को बात बात भी हाँ महिलाले पनि लागेछ नि हौ कोभिड त ए हो र के पो गर्नुपर्ने होला हौ घरबाट त पस्छ नि महिला घरमा कि अन्त के भन्छ डिस्टेन्स भन्छ नि हौ सोशल डिस्टेन्स त्यो गर्नुपर्ने चाहिँ हाम्रो हेट ला हो नि ए हैन ठुल्ठुलो पो छ त हौ खान त हुन्छ तर हैन हुँदैन होला यो लोकल यो नेपालबाट पठाएको मलाई भयो होला बेसी खानु हुँदैन भयो ल ओ छाड्दै बस कोभिड आयो ओ इजम कान्छा ओ मर्के के गरेको हौ तिमीलाई त कोरोना लागिसक्यो त हौ अन्त ओ मलाई त कोरोना लागेको छैन हौ तिमीहरूको कोरोना त यसले ठिक पारिहाल्छ हौ झुकेर माथि यस्तोमा त कोरोना हुँदैन अरे ओ त भित्र जा त हामी आफै साह्रै खान्छ हौ लु मेरो भाग त लोगे नि लु हौ भित्र जा त हौ हो तिमी मान्छेहरू चाहिँ अचम्मैको छ क्यौ अब टाढो टाढो सोसल डिस्टेन्समा बस्ने अरे कोरोना लाग्छ भनेर डराएर घरमा नआउने खट्टु त मजाले पड्काउँदो रहेछ त अन्त छेउमै हेर मकमा समाति खट्टुमा यो खट्टुलाई त कोरोनामा आएछ त हौ अन्त वर्को कोरोना भेटेर जाऊ कति करा खाएको आम्मा म त यसरी यो रक्सी खायो पानी रक्सी खायो यो स्टाल हो नि पानी यसरी कोरोनामा आयो यस्तो खायो हो महिला हो तिम्रो गाईले पनि कोरोना भेटेको जस्तो छ रातभरि खोप्छ 12-1 बजीसम्म खोज्छ सुत्नै दिँदैन त हौ अन्त तिमी जस्तो खोप्छ ओ तिमीले चाहिँ कहिले खकेको देखिछौ मेरो गाई चाहिँ आफ्नो बिमार हुन्छ खक्छ नि गाईहरू मान्छे त खक्छ भने खक्दैन अन्त गाईहरू कस्तो अनौठो कुरा गरेको सार निकाल्नु भयो नि छिटो खुवाउँछु कि छिटो यस्तो बेसी बस्नु हुँदैन मुख छोपेर हिँड्नु तिमीहरू लात पर्किन्छ है खट्टु चाहिँ खाने मुख छोपेर हिँड्ने लासमा हो महिला एउटा कुरा भन्नु थियो के कुरा हो चामल चाहिँ पैसा दिउँ न कतिमा जति पुग्छ त्यो ल बस्दै गर ल चामलै सकेर ल मेरोमा पनि अब बेसी छैन 3 माना जस्तो हालिदिएको छु त्यो लाँदै गर ल बादमा दिन्छु नि ल अरे कहाँबाट आएको हौ महिलाको त होइन चामल पैसा लिन आएको अन्त महिलाकोमा त कोरोना लागिरहेछ त होइन ल यो महिलाकै दिन लिएर आएको त
यिनीहरूले त चामल छोडिराख्यो त हौ चामलमा त कोरोना हुँदैन दुईजनाले म घरमा चामल पनि छैन म लान्छु हौ केटाहरू कोरोना कोरोना भन्दै डराउँदै हिँड्छ 1-2 माना चामल पनि फ्यालिराखेर अन्त छोड्दैन रहेछ नि कोरोना त नाम मात्र रहेछ नि खानेकुरो धरि पनि छोड्दैन अन्त थेट अचम्मै खालको मान्छे छ हौ यो गाउँमा पनि यस्तो पनि हुँदो रहेछ जिन्दगीमा